स्वागत गर्न चाहन्छु तपाईहरु सम्पूर्ण साथीहरुमा। साथीहरु, आजको यस भिडियो सेक्सनमा तपाईहरुको निम्ति मैले माइक्रोसफ्ट अफिस वर्डमा नेपाली टाइपिङ गर्दा गर्दै इंग्लिश टाइपिङ कसरी गर्ने वा इंग्लिश टाइपिङ गर्दा गर्दै नेपाली टाइपिङ कसरी गर्ने भन्ने विषयमा भिडियो ल्याइरहेको छु। साथीहरु, जुन समस्या मैले भनिरहेको छु यो समस्या प्राय त्यस्ता खालको साथीहरुलाई आएको छ जुन साथीहरु म्याक्सिमम कम्प्युटरमा बसेर विभिन्न खालको रिपोर्टिङहरु गर्नुहुन्छ अथवा थेसिसहरु टाइप गर्नुहुन्छ, विभिन्न खालको क्वेशनहरु टाइप गर्नुहुन्छ, बुकहरु नोटहरुको तयारी गर्नुहुन्छ भने, डायरी लेख्नुहुन्छ भने उहाँहरु जस्तो साथीहरुको लागि यो समस्या म्याक्सिमम जस्तो आउने गर्दछ। निकै नै झन्झटिलो समस्या हो यो। जस्तै मैले भन्न खोजेको के भने मैले यहाँनिर एउटा बुक तयार पार्दाखेरि त्यो बुकमा पनि मलाई आउँथ्यो निकै नै समस्याहरु। त्यो समस्या चाहिँ कस्तो हुन्थ्यो भनेर म तपाईलाई सो गर्न चाहन्छु। नेपाली टाइपिङ गर्दा गर्दै इंग्लिशमा आइरहेको छ र इंग्लिश टाइपिङ इंग्लिश हुँदा हुँदै फेरि नेपाली आएको छ। सोशल अथवा साइन्सको अथवा जुन साथीहरु म्याक्सिमम इंग्लिश र नेपाली प्राय मिसाएर लेख्नुहुन्छ उहाँहरुको निम्ति यो निकै नै जटिलपूर्ण समस्या हो। मैले कतिपय साथीहरुले यो काम गरेको देखिरहेको छु। उहाँहरुले चाहिँ यो समस्यामा पहिला नेपाली जस्तो छ त्यस्तै उहाँले सरल टाइप गर्नुहुन्छ। मैले देखाउँछु एउटा उदाहरणको लागि डेमो। बीचमा इंग्लिश छ। सुरुमा यो काम गर्नुहुन्छ उहाँले यहाँनिर यो इंग्लिश नै भएको छ, नेपाली भएको छ। यसरी नेपाली नै भएको छ, इंग्लिश होइन यो। यसरी सरल टाइपिङ गर्नुहुन्छ र पछि अन्तिममा गएर यसलाई मिलाउनुहुन्छ। जुन चाहिँ निकै नै झन्झटिलो काम छ। त्यो यहाँनिर छ, मैले मिलाउँछु। उहाँसँग गरेको जस्तो यस्तो गर्नुहुन्छ। मैले सबै गर्ने यो टाइम लिनुलाई अहिले मैले यति गरिदिएँ र टाइम्स न्यू रोमन अथवा क्यालिग्राफी फन्ट राख्नुहुन्छ र यसरी पछि सबैलाई मिलाउनुहुन्छ। यो काम चाहिँ वास्तवमा निकै नै झन्झटिलो काम हो साथी। यो एक पेजको लागि अथवा दुई पेजको लागि ठिक हो, ठिकै छ, एक पेज दुई पेज गर्न सकिन्छ। तर यहाँनिर मेरो यो बुक नै छ 296 करिबन 300 पेजको छ, 500 पेजको, 1000 पेजको हुनसक्छ अथवा नोटहरु निकै लामो हुन्छ। त्यो अवस्थामा हामीलाई निकै नै गाह्रो पर्ने सक्छ। त्यसकारणले यो निकै नै गाह्रो कामलाई निकै नै सजिलो तरिकाले तपाईहरुको निम्ति मैले भिडियो बनाएको छु। अर्थात नेपाली टाइपिङ गर्दा गर्दै तुरुन्तै सर्टकट कीको मार्फतबाट इंग्लिश कसरी ल्याउने र फेरि तुरुन्तै नेपाली कसरी ल्याउने भन्ने विषयमा मैले भिडियो बनाएको छु। कृपया यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला र मन परेमा लाइक, कमेन्ट, शेयर र अन्तिममा सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। म यहाँ देखाउन गइरहेको छु। आउनु साथी हामी
कुरा थाहा हुनु पर्दछ। त्यसकारणले यहाँबाट के प्रमाणित भयो भने तपाईको मेरो यहाँनिर वर्डमा डिफल्ट फन्ट क्यालबरी र 16 छ भन्ने प्रमाणित भयो। अब मसँग डिफल्ट फन्टमा इङ्ग्लिस छ अर्थात् क्यालबरी इङ्ग्लिस है इङ्ग्लिस छ भने मलाई सर्टकट की चाहिँ नेपालीको बनाउनु पर्ने हुन्छ। यदि तपाईको यहाँनिर डिफल्ट फन्ट तपाईले चाहेर नेपाली राख्नु भयो भने अर्थात् प्रिटी राख्नु भयो भने सर्टकट की चाहिँ तपाईले इङ्ग्लिसको लागि बनाउनु पर्ने हुन्छ। अहिले मसँग डिफल्ट रूपमा इङ्ग्लिस छ त्यसैले मैले नेपालीको लागि सर्टकट की बनाउँछु। यहाँनिर लास्टमा छ भ्यू भन्ने अप्सन र यो म्याक्रो भन्ने अप्सन। साथीहरु यो अप्सन प्राय जस्तो थुप्रै साथीहरुले युज नगरेको अथवा थाहा नपाएर के हुन सक्छ युज नगरेको पाइन्छ। तर पनि यो निकै नै सजिलो तरिका छ। यहाँ गएर रेकर्ड म्याक्रोमा गएर क्लिक गर्छु र यहाँनिर किबोर्ड भन्ने अप्सन छ। किबोर्डमा तपाईले यहाँनिर थिच्नुपर्ने हुन्छ किनभने सर्टकट की हामीलाई किबोर्डद्वारा नै थिचेर बनाउनु पर्ने हुन्छ। त्यसकारणले किबोर्डमा थिच्छु। यहाँनिर लेखिएको छ प्रेस न्यू सर्टकट की। यहाँनिर हामीले नयाँ सर्टकट की बनाउनु पर्ने हुन्छ यहाँ वर्डको लागि। एउटा कुरा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने के हो भने तपाईले सर्टकट की बनाउँदाखेरि माइक्रोसफ्ट अफिस वर्डमा भएका केही सर्टकट कीहरूलाई बिगार्नु हुँदैन। जस्तै कन्ट्रोलसँग सी, कन्ट्रोल भी, कपी पेस्ट, कन्ट्रोल बी बोल्ड, कन्ट्रोल यू अन्डरलाइन, कन्ट्रोल एफ फाइन्ड जी गो टु, कन्ट्रोल प्लस एस सेभ, त्यस्ता खालको कन्ट्रोल ए अल सिलेक्ट, त्यस्ता खालको सिस्टममा भएका अत्यावश्यक सर्टकट कीहरूलाई तपाईले बिगार्नु हुँदैन। त्यसलाई जुत्ने गरी त्यस्तो सर्टकट की नयाँ क्रिएट गर्नु हुँदैन। त्यसैले यहाँ वर्डमा नभएका सर्टकट की तपाईले बनाउनु पर्ने हुन्छ। मैले यहाँनिर बनाए अल्टसँग एन सर्टकट की बनाए र यहाँनिर अल्टसँग एन सर्टकट की बनाउनेबित्तिकै यहाँनिर असाइन भन्ने अप्सनमा छ। मैले असाइन भन्ने अप्सनमा गएर क्लिक गरे र यतापट्टिको अल्टसँग एन जुन सर्टकट की छ यतापट्टि आएर करेन्ट की अर्थात् हाम्रो सर्टकट की बनिसकेको अवस्था छ। एनबाट नेपाली त्यही कारणले किनभने मसँग डिफल्ट रूपमा इङ्ग्लिस फन्ट अलरेडी छ त्यही कारणले मैले नेपालीको लागि सर्टकट की बनाएको छु। र यहाँ छ क्लोज भन्ने अप्सन। क्लोजमा गएर क्लिक गरेपछि यहाँनिर सानो टेब रेकर्डर जस्तो एउटा अप्सन आउँछ। यसले चाहिँ हामीले जे टाइपिङ गर्छौँ त्यो कुरालाई चाहिँ रेकर्ड गर्छ। त्यसकारणले यहाँनिर कुनै पनि कुरा टाइपिङ गर्नु हुँदैन किनभने हामीले यहाँनिर टाइपिङ गरेको कुरालाई यसले रेकर्ड गरिरहेको हुन्छ। म सिधै होममा जान्छु र यहाँनिर गएर प्रिटीमा गएर थिच्छु र यसले यो टाइपिङ गरेको कुरालाई चाहिँ रेकर्ड गरिसकेको छ। किनभने मलाई सर्टकट की प्रिटीको लागि चाहिएको छ। यसले रेकर्ड गर्यो प्रिटी र भ्यूमा गएर म्याक्रोमा गएर स्टप रेकर्डिङ गरेर क्लिक गर्छु र यहाँनिर प्रिटी अलरेडी मेरो छ यहाँनिर देखिरहेको छ। म यसलाई क्लोज गर्छु। एकचोटि काम समाप्त भएपछि तपाईले क्लोज गर्नुपर्छ नै भन्ने छैन तैपनि क्लोज गरेर मैले देखाएँ। यहाँनिर मेरो देखाएको छ क्यालकुलेट 16। यहाँनिर मैले केही इङ्ग्लिसहरू टाइप गरिरहेको छु। मलाई नेपाली फन्ट चाहियो भने मैले भर्खरै क्रिएट गरेको अल्टसँग एन र माथि हेर्नुहोस् त फन्ट पनि चेन्ज भयो टाइपिङ गरेर नेपाली। मलाई इङ्ग्लिस तुरुन्तै चाहियो भने म कन्ट्रोलसँग स्पेस की थिच्छु। कन्ट्रोलसँग स्पेस की थिच्छु। नेपाली चाहियो अल्टसँग एन, फेरि इङ्ग्लिस चाहियो कन्ट्रोलसँग स्पेस। हामीले यसरी तुरुन्तै नेपाली लेख्दा लेख्दै इङ्ग्लिस र इङ्ग्लिस लेख्दा लेख्दै नेपाली लेख्न सक्छौँ। यसरी चाहिँ यहाँनिर सेलेक्ट गर्दै माथि जाँदै